आज हामी फेरि आमा छोरा यसरी बारीमा अनि झार घुन्न आउँदैछौँ। मेरो कान्छाले यसरी मम्मीलाई हेल्प गर्छिन्। ल हेर्नुहोस् है, यसरी सबै कलेक्ट गरिन्, झारहरू गरिन्, यो लट्ठीहरू कलेक्ट गरेर यता राखिछन्। ल अझै छ छोरा, यहाँ पनि जाऊ, गुड जब। त्यहाँ सबै क्लिन गरेर गोडा सबै है। यसरी बच्चालाई सँगसँगै लिएर हिँड्दाखेरि सानो हात भए पनि ठुलो हेल्प हुन्छ है। हामी गाउँघरमा हुर्किँदाखेरि हामीलाई त भन्न पर्थेन, किन भन्दा हाम्रो सबै धेरै जसो बारीमा उब्जाएर गार्डनमा सबै गार्डन भन्दाखेरि पनि धेरै ठुल्ठुलो बारीहरू हुन्थ्यो। उसमा चाहिँ तरकारीहरू, सबै प्रकारका तरकारीहरू लगाइन्थ्यो। हाम्रो काम हुन्थ्यो धेरै। अब बुवा आमाले कुटुको दालो समात्ने बित्तिकै हामी पनि हेल्प गर्नुपर्छ भन्ने हुन्थ्यो। यहाँ चाहिँ अब त्यस्तो गार्डन भनेर बाह्रैमासे तरकारी लगाउने भनेर त हुँदैन गार्डनमा। यहाँ चाहिँ एउटा सिजन आउँछ, त्यो सिजनलाई समयलाई छोपेर अनि हामीले चाहिँ तरकारी लगाउनुपर्छ। त्यसमा चाहिँ मैले पनि अलिअलि तरकारी लगाउने बानी गरेकी छु। वर्ष नै मलाई एकदमै मनपर्छ तरकारी लगाउन। म त्यस्तै वातावरणबाट हुर्केर आएर होला, अहिले चाहिँ मलाई मेरो सानो छोराले पनि हेल्प गर्छ। आऊ यता आऊ, होरी यहाँ गर, होरी पनि गर। यसरी आज डे 2 यानि कि सेकेन्ड डेज हामी आमा छोरा फेरि करेसाबारीमा सरसफाइ गर्न आएका छौँ। अझै छ नि छोरा, यहाँ हेर न, उतै छ नि ऊ कि यिनी कि यिनी यति पनि सफा गर न, केही हुँदैन। त्यहाँ सानसाना बगहरू पनि देख्न सक्छौ तिमीले, हेर त छ। ऊ त्यो बग देख्यौ कि देखिनौ? ए यो बग देख्यौ नै, यो के हो? यो के हो? लेडीबग हो। ल हेर्नु, मार्न हुन्न है छोरा, त्यत्तिकै छोडिदिनु पर्छ लेडीबगलाई नमारेर। लेडीबगहरू यहाँ थुप्रै आइराखेका रहेछन् अन्त, देख्यौ? ए यहाँ पनि छ लेडीबग, देख्यौ? Yeah, some of them are already alive, some of them are already dead. हो? Yeah. तिमी किरा फट्याङ्ग्रासित डराउनु नि, डराउँछौ र? डराउनु? ल मेरो बाबु किरा फट्याङ्ग्रासित पनि डराउँदैन अरे, त्यही भनिराखेको छ। हजुर Mom, we already made a big pile. I think we should do this tomorrow. ल अझै भएन, अब धेरै छैन, त्यहाँको त्यति गरौँ, त्यसपछि आजलाई सकिन्छ है, त्यसपछि भोलि गरौँ। Only how much? ओके हेर न, यहाँ भएको तिमीले लेखिछौ है। अलि तलबाट यसलाई उ गर न, गोड न, यसरी तलबाट गोड न। Okay. है Okay. यसरी गोड। ऊ त्यता कुना काप्चा पनि छ। ल हेर्नुहोस् है, आज मेरो छोराले मलाई फुल्ली हेल्प गर्यो। यत्रो झार सबै धेरै जसो उसैले गर्यो। उसलाई चाहिँ मैले सिकाइराखेको छु बसेर, उसले चाहिँ मानिराखेको छ, उसले गोडेछ, मैले भिडियो बनाउँदैछु। ल हेर्नुहोस् है, यो पनि एउटा मेमोरी हो कि बच्चाहरू बढ्दै जाँदाखेरि यिनीहरूलाई सानोको भिडियोहरू देखाउँदाखेरि धेरै खुसी हुन्छन्। त्यही भएर चाहिँ मलाई चाहिँ यसरी भिडियो गराउन मनपर्छ र मैले खिच्दैछु। कता जान्छौ? हो त्यहाँ छ, अलि यताबाट आऊ न, त्यहाँ माथि देख्दा त लोटिन्छ नि, अलि तल हटी हेर त, त्यहाँ झाङ जस्तो देख्यौ? हो त पनि गोड न, दुईवटा हातले गोड कि, दुईवटा हात युज गर न। यसरी काठहरू सबै कलेक्ट गर्यो, एक थुप्रो बनायो। आज हामीले लगभग यो करेसाबारीको झार गोडेर चाहिँ सकियो। उसलाई चाहिँ मम्मी अब आजलाई भयो है भनिराखेको छ। उसलाई मैले बेला बेलामा टाइम पनि दिनुपर्छ रेस्ट गर्नलाई, नाइ पनि बच्चा हो, त्यतिखेर म्याड पनि हुन्छन्। अनि फेरि भोलि पनि अराउनु पर्छ, किन भन्दा डेली काम गराउनलाई त उनीहरूलाई बेला बेलामा बिचमा रेस्ट पनि त दिनु पऱ्यो नि है। ल ठिक छ, त्यो पनि गर नि छोरा। Mom, I already did most of it. हो गुड जब कान्छु, थ्याङ्क यू फर थ्याङ्क यू न, थ्याङ्क यू फर यु। तिमीले मलाई हेल्प गरिछौ नि त होइन। यसरी ल हेर्नुहोस् है, आज सबै स्नो मेल्ट भयो है। अब चाहिँ हामी बिस्तारै हाम्रो बाहिर ब्याकयार्डमा के गर्छौँ मैले देखाउने नै छु। अब हाम्रो भित्रभन्दा बाहिर बास हुन्छ धेरै, किन भन्दा यो मौसमको राम्रो मौसमको त फुल्ली युज गर्न पर्यो। त्यही भएर मैले चाहिँ अब मेरो कान्छालाई लिएर करेसाबारी बाहिर
नै धेरै समय बिताउने प्लानमा छु के गर्छौ ल त थ्याङ्क यू फर वाचिङ गाइज हेभ अ गुड डे